तीन छोरी भएर पनि एक्लै बिदा भए शिवचरण। छोरीहरूले भिडियो कलबाट अन्त्येष्टि हेरेपछि चर्कियो बहस। जीवनभर कमाएको सम्पूर्ण सम्पत्ति र बचत आफ्ना तीन छोरीहरूको उच्च शिक्षामा खर्च गरे। उनीहरूलाई आत्मनिर्भर र सफल बनाए। तर जब जीवनको अन्तिम घडी आयो तब उनीसँग न त उनले हुर्काएका छोरीहरू थिए न त कुनै आफन्त। भनिन्छ आमा बुवाले छोराछोरीका लागि गर्ने त्यागको मूल्य कुनै धन दौलतले चुकाउन सकिँदैन। तर भारतको हरियाणा स्थित सोनीपतमा घटेको एउटा घटनाले आजको आधुनिक समाज, पारिवारिक सम्बन्ध र मानवीय संवेदना उप ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। कुनै समय महाराष्ट्रका सफल कपडा व्यापारी रहेका शिवचरण रतन गुप्ताले जीवनका अन्तिम दिनहरू एउटा वृद्धाश्रममा बिताए। उनको निधनपछि अन्तिम संस्कार परिवारका कुनै सदस्यले होइन, वृद्धाश्रमका कर्मचारीहरूले गरे। तीन ओटी छोरीहरूमध्ये कोही पनि बुवाको अन्तिम विदाईमा उपस्थित भएनन्। बरु उनीहरूले भिडियो कल मार्फत बुवाको दाह संस्कार हेरे। अनलाइन मार्फत 5100 रुपियाँ पठाए र कर्मचारीहरूलाई भने दाह संस्कारको भिडियो पठाइदिनु। आखिर एउटा सफल व्यापारी र त्यागी पिताको अन्त्य यति विघ्न एक्लोपनमा किन भयो? आधुनिक जीवनशैली, करियरको दौड र भौगोलिक दूरीले हाम्रा पारिवारिक सम्बन्धहरूलाई कतातर्फ लैजाँदैछ। आजको यस विशेष भिडियोमा हामी टाइम्स अफ इन्डियाले सार्वजनिक गरेको यो मार्मिक समाचारको पूर्ण नालीबेली र यसले उब्जाएको सामाजिक बहसको विश्लेषण गर्दैछौँ। शिवचरण गुप्ता सधैँ एक्लै र असहाय थिएनन्। कुनै समय उनी भारतको महाराष्ट्र राज्यका एक स्थापित र सफल कपडा व्यापारी थिए। उनीसँग धन सम्पत्ति, मान प्रतिष्ठा र एउटा भरिपूर्ण परिवार थियो। उनले आफ्नो जीवनको ऊर्जावान समय र सम्पूर्ण बचत आफ्ना तीन छोरीहरूको पालन पोषण, गुणस्तरीय शिक्षा र उनीहरूको स्वतन्त्र करियर निर्माणमा खर्च गरेका थिए। उनका तीनै छोरीहरू आज समाजमा राम्रो स्थानमा स्थापित छन्। जेठी छोरी अनिता हाल नेपालमा बस्छिन् र एक शिक्षिकाका रूपमा काम गर्छिन्। माइली छोरी निशा भारतको उत्तर प्रदेश स्थित आजमगढमा सरकारी शिक्षिका छन्। कान्छी छोरी प्रिया भारतको आर्थिक राजधानी मुम्बईमा बस्छिन्। आफ्ना तीनै छोरीहरूलाई पढाएर सक्षम बनाएर आफ्नो पाउमा उभिन सक्ने बनाएका शिवचरणका लागि जीवनको उत्तरार्ध भने सोचेभन्दा बिल्कुलै फरक र कष्टकर बन्न पुग्यो। करिब 18 महिना अघिको कुरा हो। शिवचरण र उनकी श्रीमती मीना गुप्ता आफ्नो घर छाडेर हरियाणाको सोनीपत स्थित एक वृद्धाश्रममा सरेका थिए। वृद्धाश्रममा सरेको केही समयपछि नै उनकी श्रीमती मीनाको निधन भयो। श्रीमतीको वियोगपछि शिवचरण वृद्धाश्रमको सोही कोठामा एक्लै बस्दै आएका थिए। वृद्धाश्रमका प्रबन्धक आनन्दका अनुसार श्रीमतीको निधनपछि शिवचरणको जीवनको एउटै मात्र सहारा उनको मोबाइल फोन। उनी सधैँ मोबाइल फोन आफूसँगै राख्थे र छोरीहरूको फोन आउने प्रतीक्षामा बसिरहन्थे। उनी आफ्ना छोरीहरूसँग जोडिने मुख्य माध्यम नै त्यही सानो मोबाइल फोन थियो। तर समय बित्दै जाँदा र शिवचरणको स्वास्थ्य अवस्था बिग्रदै जाँदा छोरीहरूबाट फोन आउने क्रम पनि घट्दै गयो। केही समय अघि जब शिवचरणको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक र गम्भीर बन्यो तब वृद्धाश्रमका कर्मचारीहरूले चिन्तित हुँदै उनका तीनै छोरीहरूलाई सम्पर्क गरे। उनीहरूले छोरीहरूलाई अन्तिम घडीमा आफ्ना बिरामी बुवालाई भेट्न आउन बारम्बार आग्रह गरे। तर प्रबन्धक आनन्द भन्छन् हामीले तीनैजना छोरीहरूलाई फोन गरेर बुवाको अवस्था चिन्ताजनक छ, भेट्न आउनुहोस् भने। तर प्रत्येकले आउन असमर्थता जनाए र आफ्ना फरक फरक कारणहरू दिए। छोरीहरूले व्यस्तता र व्यवहारिक कठिनाइको बहाना बनाएपछि शिवचरणले आफ्ना अन्तिम क्षणहरूमा पनि आफूले जन्माएका र हुर्काएका सन्तानको मुख देख्न पाएनन्। अन्ततः अबेर राति शिवचरणले वृद्धाश्रमको सोही कोठामा आफ्नो अन्तिम सास लिए। उनी यो संसारबाट बिदा भए। निधन लगत्तै वृद्धाश्रम प्रशासनले पुनः उनका तीनै छोरीहरूलाई फोन गरेर बुवाको निधन भएको दुःखद खबर दियो। छोरीहरू अन्त्येष्टिका लागि आउन सकुन् भनेर कर्मचारीहरूले शिवचरणको शवलाई केही समय सुरक्षित राखिदिने प्रस्ताव समेत गरे। तर छोरीहरूले शव सुरक्षित राखिदिने वृद्धाश्रमको उक्त प्रस्ताव पनि अस्वीकार गरिदिए। उनीहरूले आफूहरू आउन नसक्ने स्पष्ट पारे। परिवारको तर्फबाट कोही पनि उपस्थित नहुने भएपछि अन्ततः शिवचरणको हेरचाह गर्दै आएका वृद्धाश्रमका कर्मचारीहरूले नै पुत्रवत धर्म निभाउने निर्णय गरे। उनीहरूले नै शिवचरणको पार्थिव शरीरलाई घाटसम्म पुर्याए र अन्तिम संस्कार गरे। यसैबीच उनकी एक छोरीले बुवाको अन्त्येष्टिको खर्चका निम्ति अनलाइन मार्फत 5100 भारतीय रुपैयाँ पठाइदिए। सुरुमा परिवारले बुवाको अस्तु सङ्कलन गरेर सुरक्षित राखिदिन वृद्धाश्रमलाई आग्रह पनि गरेका थिए। तर पछि पुनः आउन नसक्ने जानकारी गराउँदै सो अस्तु गङ्गा नदीमा विसर्जन गरिदिन परिवारले वृद्धाश्रमका कर्मचारीहरूलाई नै अनुरोध गरे। दाह संस्कारका क्रममा शिवचरणकी एक छोरी र हेरचाहकर्ता बीच भएको कुराकानीको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडियो क्लिपमा छोरीले फोन मार्फत अन्त्येष्टिको भिडियो पठाउनु अघि सबै काम सही तरिकाले सम्पन्न भयो कि भएन भनेर सोधेकी छिन्। उनले दाह संस्कार सकिन कति समय लाग्छ भनेर सोद्धा हेरचाहकर्ताले अझै 10 देखि 15 मिनट लाग्ने जवाफ दिएका थिए।
छोरीहरूले भिडियो कल मार्फत बुवाको दाह संस्कार हेरे र पछि त्यसको भिडियो रेकर्डिङ पठाइदिन आग्रह गरे। भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार यो घटना बाहिर आएपछि सामाजिक सञ्जालमा व्यापक बहस र आक्रोश उत्पन्न भएको छ। हजारौं मानिसहरूले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आधुनिक सन्तानको व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन्। यो घटना केवल एउटा परिवारको कथा मात्र रहेन, यसले आजको समाजमा वृद्धावस्थामा आमा बाबुले भोग्नु परेको एक्लोपन र परिवर्तन हुँदै गएको पारिवारिक सम्बन्धको तितो यथार्थलाई उदाङ्गो पारिदिएको छ। आउनुहोस् अब यस घटनाको सामाजिक र मनोवैज्ञानिक विश्लेषण गरौँ। शिवचरणले आफ्ना छोरीहरूलाई उच्च शिक्षा दिए, सफल र सक्षम बनाए, तर के शिक्षा र व्यावसायिक सफलताले मानवीय संवेदना र दया सिकाउन सकेन? धेरैले औल्याएका छन् कि हामी सन्तानलाई ठूलो मान्छे बनाउने दौडमा उनीहरूलाई संवेदनशील मान्छे बनाउन चुकिरहेका छैनौं। छोरीले 5100 रुपियाँ अनलाइन पठाइदिनु वा अस्तु गंगामा बगाउन भन्नुले के पुष्टि गर्छ भने वृद्धावस्थामा आमा बाबुलाई पैसाको मात्र होइन, उपस्थिति र भावनात्मक सहाराको सबैभन्दा बढी खाँचो हुन्छ। पैसाले अन्त्येष्टि त किन्न सकेन, तर सन्तानको स्पर्श र आँसु किन्न सकेन। शिवचरणका अन्तिम क्षणहरूमा उनीसँग उनका रगतका नाता भएका छोरीहरू थिएनन्। उनीहरूसँग तिनै वृद्धाश्रमका हेरचाहकर्ताहरू थिए जो कुनै नाता नभइकन पनि अन्तिम साससम्म उनको परिवार भनेर उभिए। वृद्धाश्रमका कर्मचारीहरू भन्छन्, हाम्रा लागि शिवचरण एक वृद्ध नागरिक मात्र हुनुहुन्थ्यो, तर श्रीमतीको निधनपछि हामीले नै उहाँको दैनिक हेरचाह गर्यौं। उहाँको कथाले समाजलाई यो सिकाओस् कि सन्तानलाई सफलता मात्र होइन, दया, सहानुभूति र वृद्ध आमा बाबुसँगको सम्बन्धको महत्त्व पनि सिकाउनुपर्छ। भिडियो कलमा आफ्नै बुवाको दाह संस्कार हेर्ने छोरीहरू र वृद्धाश्रममा एक्लै प्राण त्याग्ने एक त्यागी बुवाको यो कथाले तपाईको मनमा कस्तो प्रश्न उब्जायो? के आधुनिक जीवनशैली र करियरका कारण आमा बाबुलाई यसरी छाड्नु जायज हो त?